जना तयार हुनुहुन्छ? एकैछिन अब थोरै शरीरलाई चलाउने हजुर ल। अलिकति हातलाई दायाँ बायाँ अगाडि पछाडि खुट्टालाई पनि चलाउने, घोडालाई चलाउने। हेर्नुहोस् त यो कारणले के भयो त हाम्रो सारा शरीरका अङ्गहरू चलेका छन्। चलाइदिने हजुरलाई। जब हिँड्नुहुन्छ नि पुरा पाइतालाबाट शिरसम्मको नसनाडीहरू चल्छन् हजुर ल, एकदम मजाले खुसीका साथ। ओके, एकचोटि तल एकचोटि माथि। हातलाई याद गर्नु होला है, एकचोटि तल एकचोटि माथि। एकदमै राम्रो। अब केही नलेख्नु होला है, म पुरा उठिसकेको छु। सबैजना पुरै क्रियामा एकदम ल। दुवै हातलाई माथि, दुवै हातलाई तल, हिँड्दै गरौँ। दुवै हातलाई माथि, दुवै हातलाई तल, दुवै हातलाई माथि, दुवै हातलाई तल, दुवै हातलाई माथि, दुवै हातलाई तल, दुवै हातलाई माथि, दुवै हातलाई तल। अब घुमाइदिने 1 2 3 4 5 6 विपरीत। 1 2 3 4 5 6। अब पालै पालो हातलाई 1 2 3 4 5 6 विपरीत। 1 2 3 4 5 6। यति गरेपछि के भयो त पुरा हात अनि घोडाको चले। अब थोरै कदम ताल गर्छौँ, अलिकति हिँडिदिने हजुर ल। थोरै घोडाको चालले सकेसम्म पन्जाको प्रयोग गर्नु होला है। हुन त पुरै पाइताला जान्छ तर अनुभूति केमा? पन्जामा। श्वास छोड्दै, मुख बन्द, नाकबाट श्वास। कति अब यसैलाई अलिकति माथि उठाउने घुँडालाई हजुर ल, अनि हात पनि माथि। सत्र 18 19 20। ओके, अब के गर्छौँ पुरै कर्नरमा हजुर ल। सुन्दर। घाँस कमरमा। अब कुर्कुचोले हिप्पा हान्ने ल। अब मजाले गोडालाई कमरमै हात राख्ने, अलिकति यसरी राख्नु होला ल। अनि थोरै अलिकति कमरलाई मात्र अलिकति मोड्ने, अगाडि कोप्रो बनाउने, फेरि ठाडो अगाडि, पेट भित्र पेट बाहिर, छाती बाहिर, पुरा मजाले। शरीर बिस्तारै तात्दैछ। अब हामी के गर्छौँ थोरै ताडासन गर्ने हजुर ल। थोरै ताडासन गरे, ताडासनलाई गोडा बन्द गर्ने। अप्ठ्यारो हुन्छ, सन्तुलन हुँदैन, हजुर थोरै ब्यालेन्स गर्ने हजुर ल। तर हुन्छ भने यसरी गर्ने मजाले। यसरी हात घोप्टेको छ अनि उत्तानो गरेर पुरा माथि लाने हजुर ल। अनि लक गर्ने, अनि यसलाई उल्टाउने, माथि दृष्टि। अब कुर्कुचोलाई बिस्तारै माथि, एकैछिन अडिने कोसिस गर्ने। ब्यालेन्स हुँदैन, केही फरक पर्दैन हजुर ल। अभ्यास गरिरहने, श्वास परेर रोकिदिने। ओके, श्वास छोड्दै छोड्दै अनि मजाले एकदम खुसी हुँदै हजुर ल। फेरि घोप्टिएको छ, उत्तानो बनाउने, माथि नमस्कार, लक, घोप्ट्याउने, पुरा उत्तानो बनाउने, श्वास परेर फेरि श्वास पर्ने, रोकिदिने। ओके, घोप्ट्याउने, उत्तानो, फेरि यहाँ घोप्ट्यो, तल, अन्तिम पटक माथि लाने, पन्जालाई माथि, माथि नमस्कार, सिक्री, उल्टो बनाउने,
कुर्कुचोलाई माथि श्वास भरेर रोकिदिने शरीरको स्थिरता घोप्ट्याउने नमस्कार उत्तानो यहाँ घोप्ट्याउँछौँ तल एकदमै राम्रो 3 पटक गरे हजुर ल यसले गर्दा भर्खरको युवाहरूलाई हाइट बढाउन राम्रो हाम्रो सारा शरीरका नसाहरू पुरै तन्किन्छन् अथवा सबै जुन पनि जकडेर बसेका नसाहरू सबै खोलिए अब हामी एकैछिन अर्को स्थिरता वृक्षासन गर्छौँ अर्थात् ध्रुवासन ल यसलाई एकैछिन अडाउँला यसरी अगाडि अलिकति हल्टिन्छौँ केही फरक पर्दैन अडाउने अनि यहाँ समात्ने कहाँ राख्ने त यहाँ राख्ने ल यसरी राखिदिने राख्यौँ हरिओम दृष्टि एक ठाउँमा ल जति आँखा घुम्यो त्यति शरीर घुम्छ सीधा माथि दृष्टि जहाँको त्यही एकैछिन श्वास भरेर रोकिदिने अझै तन्काउने हातलाई ओके अनि माथि ल्याउने तल केही फरक परेन हजुर ल आहा फेरि अर्को हातलाई अलिकति माथि यसरी सिधा अनि हातले अडाउने यसरी अनि यहाँ राखिदिने हजुर ल सक्नुहुन्छ यहाँ राख्ने सक्नुहुन्न तल राख्नुलाई घुँडामा नराख्नुलाई तल या त पिँडुलामा या त माथि राखिदिने हरिओम हातलाई सिधा माथि पुरा दुईटै पाखुराले सकेसम्म कान छुन श्वास भरिदिने रोकिदिने आफ्नो स्थिरताको याद आँखा एक ठाउँमा जति आँखा घुम्यो त्यति शरीर हल्लिन्छ ओके हरिओम राम्रो एकदमै राम्रो यति गरिसकेको शरीरका पुरा सन्तुलन आएको छ सहज भएको छ अब गोडालाई अगाडि ल्याउँछौँ कुम्च्याउँछौँ हजुर ल 1 2 4 5 6 अनि त्यसपछि तल माथि 1 2 3 4 5 6 गोडालाई थोरै उठाउने पन्जालाई घुमाइदिने 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 गोडालाई माथि उठाउने हजुर ल 2 हात कमरमा छन् पुरै पन्जा सहित घुम्ने हजुर ल गोडालाई 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 दुईटै हातले लक गर्ने श्वास छोडेर रोकिदिने मैले भनेको छु हजुरको अर्को गोडा सन्तुलन हुँदैन भने पुडी औँलाले टेक्ने हजुर ल बल गर्ने श्वास छोडेर रोकिदिने 3 4 5 6 7 8 9 10 हातले समाउने पछाडि लाने एकैछिन बस्ने हजुर ल यसरी र बिस्तारै अलिकति अगाडि घुप्टिन सक्नुहुन्छ सन्तुलन भएन भने नगर्ने हजुर ल अब यसलाई गोडालाई तन्काउने यसरी पछाडि यसरी तन्काउनु होला ल तारै तन्काउने गोडालाई तन्काउने हातलाई अगाडि दृष्टि पुरा सिधा 1 2 3 4 5 ल मजाले थोरै गर्छौँ कति राम्रो अर्को गोडाको पालो श्वास छोड्दै 1 2 3 4 5 6 तल माथि 1 2 3 4 5 6 गोडालाई माथि ल्याउने घुमाइदिने 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 घुँडालाई माथि ल्याउने सन्तुलन बनाउने पहिला ब्यालेन्स त्यसपछि घुमाउने 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 लक गर्छौँ श्वास छोडेर रोकिदिन्छौँ 1 2 3 मेरो गोडालाई हेर्नु होला यसरी छ यो गोडा यस्तो छैन यस्तो छ है 4 5 6 7 8 9 10 लक गर्छौँ पछाडि लान्छौँ सन्तुलन राखिदिने हजुर ल यसरी टक्क राखिदिने अडाउने ठिक छ हजुर हात कमरमा अर्को हात शरीरलाई थोरै ढल्काउने ठिक छ हजुर अब ब्यालेन्स भयो गोडालाई थोरै तन्काउने सिधा अर्को हात फेरि कमरमा अनि जुन विपरीत हात छ त्यसलाई तन्काउने 1 2 3 4 5 6 हात कमरमा ब्यालेन्स थोरै झट्काउँछौँ एकदमै राम्रो सुन्दर अब गर्ने हात कमरमा छ
दुईटै हातलाई तल लाने, जोडिदिने घुँडालाई, घुँडामा जाने 1 2 3 4 5 6 धेरै नगरे 6 चोटि घुमाइदिने 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 थोरै बाहिर लान्छौँ, अलिकति कस्छौँ ल। यो घुँडा हिपलाई तल लाने कोसिस गरौँ, दुईटै हात माथि 1 2 3 4 5 6 माथि 1 2 3 4 5 6 विपरीत श्वास छोड्दै भर्दै माथि नमस्कार, श्वास छोड्दै तल 1 2 3 4 5 6 माथि ल्याउँछ, दुईटै हातलाई घुँडामा तन्काउने 1 श्वास भर्दै माथि, श्वास छोड्दै तल 2 श्वास भर्दै माथि, श्वास छोड्दै तल 3 श्वास भर्दै माथि, श्वास छोड्दै तल 4 श्वास भर्दै माथि, श्वास छोड्दै तल 5 श्वास भर्दै माथि, श्वास छोड्दै तल 6 तल राखिदिने हजुरलाई, यसरी टक्क बसिदिने। हेर्नुहोस् त पुरै मजाले यसरी ठ्याक्कै राखिदिने, श्वास छोडेर श्वास भर्दै माथि, श्वास छोड्दै तल, एकैछिन पुरै तन्किनु पर्छ हजुर ल। श्वास भर्दै माथि, श्वास छोड्दै तल, 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 श्वास भर्दै माथि, श्वास छोड्दै तल। आफ्नो शरीरको याद अब साइडमा लान्छौँ ल। पुरा यो गोडा सिधा होस् ल, यसरी नखुम्चियोस्, सिधा राख्ने। अब पहिला सिधा हुन्छ, त्यसपछि बिस्तार खुम्चाउने, यसरी राखिदिने, घुँडालाई जमिनमा नछुवाउने, हात दुई हात यहाँ राखोस् राख्नलाई 1 2 3 4 5 6 यसैलाई विपरीत गर्छौँ, अर्कोतिर 1 2 3 4 5 6 अब के गर्ने, यस्तै पोजिसनमा लान्छौँ, यसरी राख्ने हजुर ल। अलिकति तल, दुईटै हातलाई माथि, दृष्टि माथि हत्केलामा 1 2 3 4 5 6 7 8 9 10 सिधा। अर्को साइडमा वीरभद्रासन, हामी बलियो बनाउँदैछौँ आफूलाई, श्वास भरेर 1 2 3 4 5 6 7 8 9 10 फेरि माथि सिधा, वीरभद्रासन 2 पुरा सिधा ल। 1 2 3 4 5 6 7 8 9 10 विपरीत 1 2 3 4 5 6 7 8 9 10 एकदमै राम्रो, पुरा बलियो हुन्छ है शरीर ल। बिस्तारै गोडालाई नजिक लिएर आउने, यति गरिसकेको शरीरको कमरसम्म आउँछ। श्वास छोड्दै 1 2 3 4 5 6 घुमाइदिने 1 यसैलाई उल्टाइदिउँ ल, 2 फेरि उल्टाइदिउँ, 3 उल्टाइदिउँ, 4 उल्टाइदिउँ, 5 फेरि 6 एकचोटि 1 फेरि 2 फेरि 3 फेरि 4 उल्टो 5 अन्तिम 6 एकदमै राम्रो। अब यो कमरसम्म आएको छ, अब बिस्तार माथि जान्छौँ हामी, दुईटै हातलाई सिधा गरौँ, श्वास छोड्दै 1 2 3 4 5 6 7 8 9 10 दुईटै हातलाई सिधा, श्वास छोड्दै हातलाई सिधा राखिदिने हजुर ल। श्वास छोड्दै छोड्दै हात सिधा, हात नकुम्च्याउने, सिधा श्वास छोड्दै भर्दै माथि, श्वास छोड्दै भर्दै माथि, श्वास छोड्दै भर्दै माथि, श्वास छोड्दै पुरा पुरा नसा तन्किनु पर्छ हजुर ल। फेरि श्वास भर्दै माथि, अन्तिम एक पटक श्वास छोड्दै भर्दै, श्वास छोड्दै भर्दै, यसैलाई तल लाने हजुर ल। श्वास छोडेर 1 पुरा श्वास भर्दै, 2 श्वास भर्दै, श्वास छोड्दै 3 श्वास भर्दै, श्वास छोड्दै 4 श्वास भर्दै, श्वास छोड्दै 5 श्वास भर्दै, श्वास छोड्दै 6 यतिको मात्र। अब परिवृत्त त्रिकोणासन विपरीत छुने हजुरलाई सुरु गरौँ। श्वास छोड्दै बुढी औँला छुने 10 चोटि 1 2 3 4 5 6 7 8
9 10 यति गरी पुग्छ। दुईटै गोडालाई नजिक लिएर आउनु होला। दुईटै हातलाई लक गर्छौं। सिधा छ मेरुदण्ड। श्वास भर्दै श्वास छोड्दै 1 2 3 4 5 6 पछाडि जाँदा श्वास भरिदिने 7 8 9 10 यतिकै एकदमै राम्रो छ। कमरको भएको छ। अब हामी छाती खोल्छौं। श्वास भर्दै श्वास छोड्दै 3 पटक। अब यसलाई तन्काउँछौं हजुरलाई। तन्काएर श्वास भर्दै 1 श्वास छोड्दै 2 श्वास छोड्दै 3 एकदमै राम्रो ल एकदमै राम्रो। अब यसलाई गर्छौं कुमलाई माथि उठाउने पछाडि पाता जोडिदिने 1 2 3 4 5 6 7 8 9 10 सुन्दर एकदमै राम्रो छ। हात भएको छ सहज भएको छ। अब जिउ पनि खोल्यौं। अब के गर्छौं हामी अब हामी कुममा आउँछौं। कुमभन्दा पहिला मुष्टिका बन्द 1 2 3 4 5 6 साइडबाट 1 2 3 4 5 6 पछाडि 1 2 3 4 5 6 माथि 1 2 3 4 5 6 अगाडि ल्याउँछौं। यहाँ पुन्ठ्यो गरेर पुरा घुमाइदिने 1 यहाँ नजिक ल्याएर घुमाउनु भयो नि पर ल्याए पनि हुन्छ है जसरी हजुरलाई सजिलो हुन्छ। 4 5 6 विपरीत 1 2 3 4 5 6 नमन एकदम मजाले 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 लक गर्छौं 1 2 3 4 5 6 पुरै खुम्चेको नसालाई तन्काउने 1 3 4 5 6 अर्को 1 2 3 4 5 6 1 2 3 4 5 6 हत्केलामा 1 2 तेहुनी नमन 4 5 6 साइडबाट 1 2 3 4 5 6 स्कन्द सञ्चालनको पहिलो स्टेप बाहिरबाट नै 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 दुईटै हातलाई फैलाइदिने माथिबाट 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 हातलाई ल्याउने फेरि कुइनो जोडिदिने श्वास भरेर पुरा कुइनो जोडिनु पर्छ हजुर ल। श्वास भर्दै श्वास छोड्दै 1 2 3 4 5 6 विपरीत 1 2 3 4 5 6 यति गरेपछि दुईटै हातलाई कमरमा राख्छौं। ग्रीवा सञ्चालन गर्नेछौँ हामी। श्वास छोड्दै श्वास भर्दै माथि श्वास छोड्दै तल श्वास भर्दै माथि 3 पटक मात्रै श्वास छोड्दै तल श्वास भर्दै माथि। ग्रीवा सञ्चालन 2 कानले कुमलाई श्वास छोड्दै भर्दै छोड्दै भर्दै भर्दै छोड्दै भर्दै। ग्रीवा सञ्चालन 3 श्वास छोड्दै भर्दै छोड्दै भर्दै छोड्दै भर्दै छोड्दै भर्दै 3 पटक छोड्दै भर्दै छोड्दै भर्दै। ग्रीवा सञ्चालन 4 घडीको दिशा घुमेको पट्टि घुमाइदिने पहिला श्वास छोड्दै तल भर्दै माथि श्वास छोड्दै तल भर्दै माथि श्वास छोड्दै तल भर्दै माथि विपरीत श्वास छोड्दै तल भर्दै माथि छोड्दै तल भर्दै माथि छोड्दै तल भर्दै माथि। अब गर्छौं हामी थोरै हृदयको या लक गर्छौं यसरी शिरमा अनि अगाडि ल्याउने अघि पनि गर्यौं हामी। सुन्दर यसैलाई लक गरेर माथि उचाल्ने हजुर ल अलिकति माथि श्वास छोडेर यसरी लक गर्नु भए पनि हुन्छ तान्ने हजुर ल यसरी 1 2 3 4 5 6 माथि 1 2 3 4 5 6 फेरि 1 2 विपरीत 1 2 3 4 5 6 श्वास भर्दै 1 2 3 4 5 6 एकदमै राम्रो। दुईटै हातलाई तल एउटा हात शिरमा राखौं त आफूतिर तान्ने हजुर ल 1 2 3 4 5 6 सिधा गरौँ। फेरि अर्को हातको प्रयोग 1 2 3 4 5 6 एकदमै राम्रो। ल अब सबैजना स्थिर बसिदिने आँखा बन्द लामो र गहिरो श्वास श्वास छोड्दै छोड्दै एकदम मजाले थाहा पाउने फेरि लामो र गहिरो श्वास
आफ्नो शरीर पुरै तगडा भएको छ, स्वस्थ भएको छ, हलुका भएको छ। शरीरका सबै नसनाडीबाट रक्त प्रवाह सजिलोसँग भएको छ। नसनाडीहरू बलियो भएका छन्, जाम भएका नसाहरू खुलेका छन्, जकडेर बसेका मांसपेशीहरू खुलेका छन्। यसै कारण त शरीर हलुका भएको छ। हेर्नुस् त, आफू हलुका हुँदै गएको याद। लामो र गहिरो श्वास छोड्दै छोड्दै हामी आफ्नो आँखा खोल्छौँ। अब हामी गर्नेछौँ के त, शक्ति सञ्चालन। शरीर तातेको छ, पसिना आएको छ, यसमा अझ के गर्छौँ, कार्डियो गर्छौँ। मुटु सम्बन्धी काम गर्छ यसले। कार्डियो भनेको पुरै हैन, पुरै शरीरलाई चलाउँछ, रक्त प्रवाह सजिलो गराउँछ, अझ गजब बनाउँछ हजुर। ल थोरै 5 मिनेटको हामी शक्ति सञ्चालन गर्नेछौँ। सबैजना अगाडि पछाडि गरिरहँ त हजुर। एउटा शक्ति सञ्चालनमा थोरै सङ्गीतमा मजाले अनि हामी 5 मिनेटको शक्ति सञ्चालन गर्नेछौँ। त्यसपछि अगाडि बढ्नेछौँ हजुर। ल अगाडि पछाडि गरौँ। ओके, खुसीको कुरा हजुर। ल 5 मिनेट मात्रै हो। हिपमा हान्ने कुर्कुचाले। हात र गोडा अब पछाडि क्रॉस। पंजाले टेकेर माथि
गोडालाई जोडिदिने, आँखा बन्द, शरीरको स्थिरता टक्क अडिने हजुर। ल लामो र गहिरो श्वासको अभ्यास। मन कहीँ नजाओस्, पुरा पुरा श्वासमा अनि शरीरमा। हेर्नुहोस् त हृदयको धड्कन बढेको छ, नसामा रक्तको प्रवाह जोडले चलेको छ, पुरै रक्त प्रवाह नलीहरू खुलेका छन्। जहाँ पनि ब्लकेज भएको थियो यो क्रियाले गर्दा पुरै ऊर्जाका साथ ब्लडको प्रवाह रक्तको प्रवाह भएको छ, सबै खाली भएका छन्, ती रोगहरू सबै निकालेका छन्। यसर्थ त शरीरमा पसिना आएको छ। हेर्नुहोस् त शरीर तातेको छ, शरीरको ऊर्जालाई याद गरौँ। हेर्नुहोस् त पुरै शरीर तातेको छ, झन्झनाहट भएको छ, त्यो झन्झनाहटको याद, आफू हलुका हुँदै गएको याद, साह्रै चङ्गा जस्तै भएको शरीर, त्यसको याद। अघि हामी आउँदाखेरिको अवस्थिति र अहिले शक्ति सञ्चालन सम्म गरिसक्दाको अवस्थिति शरीरको पुरै परिवर्तन भएको छ, हो कि होइन? आफैले प्रश्न गर्ने हजुर। ल यदि तपाईँ मसँग 100% हुनुहुन्छ भने मलाई विश्वास छ तपाईँ 100% परिवर्तन हुनुभएको छ। लामो र गहिरो श्वास छोड्दै छोड्दै आँखा खोल्छौँ। अब हामी मुख्य विधिमा पनि जानेछौँ, सुरु भइसकेको छ। सबैजना वज्रासनमा बस्ने। ल सबैजना वज्रासनमा बस्नु होला, मजाले बस्ने हजुर। ल थोरै फेरि त्यही पोजिसन मिलाउनु छ। मैले हजुरलाई जहिले पनि उठ्नुभन्दा अगाडि र उठेर बस्नुभन्दा अगाडि वज्रासनमा राख्ने गरेको छु, ताकि हाम्रा सबै नसनाडीहरू सन्तुलित हुन्, सजिलो हुन् तपाईलाई। अनि वज्रासनमा बस्ने बानी पनि हुन्छ। धेरै वर्षदेखि जसलाई बाँकी छ, पाचन प्रणालीमा समस्या छ, उहाँहरूको लागि एकदमै राम्रो औषधि हजुर। ल मजाले एकदमै राम्रो औषधि। यो सँगसँगै हामीले के गर्यौं त, हाम्रो सूक्ष्म व्यायाम शरीरलाई पुरै तन्कायौं अनि शरीरको पुरै कार्डियो पनि गर्यौं। यसर्थ शरीर पुरै हलुका भएको छ, त्यो याद। अब बिस्तारै आफूलाई सहज अवस्थामा लिएर आउनु होला, पलेटी कसिदिनु होला, सुखासनमा बसिदिनु होला। अब हामी अर्को विधिको तयारीमा छौं। ल